ल गुड मर्निङ एभ्रीबडी हेर्नुहोस् हामीले 13 नम्बरसम्म गरिहालेको छौँ 14 नम्बरमा दिएछ द सम अफ द पर्सेन्टेज अफ टु ब्रदर इज 22 एन्ड द प्रोडक्ट अफ देयर एजेस इज 120 फाइन्ड देयर एजेस। हेर यसलाई दुईवटा मेथडबाट गर्न सकिन्छ, एउटा सिंगल भेरिएबलमा लेट गरेर अर्को डबल भेरिएबलमा। त हेर म यहाँ डबल भेरिएबलमा लेट गरिरहेको छु, सिंगलमा गरिरहेको छैन किनभने त्यो अलिक गाह्रो लाग्छ कि। ल हेर पहिला यहाँ लेट गर्ने यसलाई सम दिएछ दुईवटा ब्रदरको एजको सम अहिले 22 छ प्रेजेन्ट एजको सम र प्रेजेन्ट एजको प्रोडक्ट 120 छ भने अहिलेको एज के होला। यहाँ लेट गर लेट द प्रेजेन्ट एज अफ प्रेजेन्ट एजेस अफ या एज अफ टू ब्रदर्स एज अफ टू ब्रदर्स be x and y then according to question। अब क्वेश्चन लेके भने छ कि दुईटैको सम को कति छ, सम दुईटैको एज को सम 22 छ र एन्ड दुईटैको एज को प्रोडक्ट कति छ x इन्टु y भनेको कति छ 120 यो 22 हो। ल ठिक छ यति छ भने फाइन्ड गराओ दुईटैको एज के होला। तर त यहाँबाट म x को या y को भ्यालु निकाल्छु त y को भ्यालु निकाल्छु भने के भइहाल्छ x उता गएर सब्ट्र्याक्ट हुन्छ 22 माइनस x हुन्छ। त लेख्छु फ्रम इक्वेसन 1 पुटिङ द भ्यालु अफ y इन इक्वेसन सेकेन्ड 1 बाट हेर के लेखेको छु इक्वेसन 1 बाट y को भ्यालु इक्वेसन सेकेन्ड मा हाल यही लेखेको छु। त इक्वेसन 1 मा y को भ्यालु के छ y को यो x को x लेखिदिए y को ठाउँमा s को भ्यालु राख्छु त y को ठाउँमा के आइहाल्छ 22 माइनस x यो उता गइहाल्छ। त यो भयो 22 माइनस x इज इक्वल टु 120 भयो यति। अब हेर यसलाई सोल्भ गर्ने त यो भयो 22x माइनस x स्क्वायर इज इक्वल टु 120। अब यो सबै भ्यालुलाई उता तानिदिरहेको छु म किनभने पोजिटिभ भइहाल्छ। त यो x स्क्वायरलाई उता तान्छु भने पोजिटिभ यो भइहाल्छ माइनस 22x र यो पोजिटिभ छँदैछ 120 इज इक्वल टु 0। यो भ्यालु सबैलाई यता तानेको हो त यता 0 बच्यो त 0लाई यता लेखिदिए ठिक छ। ल अब यसपछि हेर्नुहोस् यो क्वाड्रेटिकको फर्मेटमा गयो। हेर यो 120 लाई यसरी दुईटामा ब्रेकडाउन गर्नु छ, यो 20 लाई यसरी दुईटा टर्ममा ब्रेकडाउन गर्नु छ कि त्यसको सम 20 होस् र प्रोडक्ट 120 होस्। तर त यसलाई 10 र यसलाई 12 गर्छु भने 10 प्लस 12 20 र 10 इन्टु 12 120 भइरहेछ। ल हेर अब यसलाई लेखिदिन्छु x स्क्वायर माइनसको माइनस 22 को ठाउँमा के लेख्छु 10 प्लस 12 10 प्लस 12 भयो यो 12 हो x को x प्लस 120 इज इक्वल टु 0। अब त्यसपछि के भयो यो x स्क्वायर माइनस 10x माइनस 12x यो 12 हो 12x। ल हेर न भने अर्को लेखिदिन्छु 12x प्लस 120 इज इक्वल टु 0। ल हेर त यहाँबाट x कमन लिँदाखेरि x माइनस 10 बच्यो, यहाँबाट माइनस 12 कमन लिँदाखेरि x माइनस 10 बच्यो इज इक्वल टु 0। अब यो x माइनस 10 एउटा कमन आयो अनि बच्यो x र यहाँ x माइनस 12 इज इक्वल टु 0। यहाँबाट आइदर और लेख्ने आइदर x माइनस 10 इज इक्वल टु 0 और x माइनस 12 इज इक्वल टु 0। देयरफोर यहाँबाट x को भ्यालु कति आयो 10 र यहाँबाट x को भ्यालु 12। अब हेर अर्को पेजमा हेर त व्हेन x इज इक्वल टु 10 देन y इज इक्वल टु 12 किनभने दुईटैको सम कति छ 22 छ। त जब x 10 होला त y 12 होला यो कम्पलसरी छ। लेख्ने एन्ड व्हेन x इज इक्वल टु 12 देन y इज इक्वल टु 10 त तल लेखिदेऊ हेन्स
the required age of two brothers are 10 and 12. 10 years and 12 10 and 12 years. अब आयो यस्तै यही एन्सर भयो। त्यसपछि हेर्नुहोस् 15 नम्बर। ल 15 नम्बरमा भनेको छ द डिफरेन्स बिट्विन टू सिस्टर इज 3. द एज डिफरेन्स बिट्विन टू सिस्टर इज 3 years and the product of their age is 180. फाइन्ड देयर एज। त यहाँ पहिला म क्वेसन लेखिहाल्छु त्यसपछि हेर्नुहोस्। ल हेर यो 15 नम्बरमा भनेको छ द एज डिफरेन्स बिट्विन टू सिस्टर इज 3 years and the product of their age is find their product of their age is 180. find their present age. त ल यहाँबाट लेट गर्ने कि लेट द present age of elder sister be x and younger sister be y. ठीक छ। एउटालाई x मान्ने अर्कोलाई y मान्ने। अब लेख यहाँबाट अकॉर्डिंग टू क्वेश्चनले के भनेछ कि तिनीहरूको एज डिफरेन्स 3 छ। त यंगरबाट हेर त एल्डर को छ एल्डरको x छ। एल्डरबाट यंगरको घटाएपछि कति आइरहेछ 3 years। त यो 3 लेख्ने। यो भयो क्वेशन 1। र अर्को के भनिरहेछ कि प्रोडक्ट अफ देयर एज इज 180। त x into y इज इक्वल टू 180 छ। यो भयो अर्को इक्वेसन। ठीक छ। यस्तै यसलाई सल्भ गर्दाखेरि फ्रम इक्वेसन 1 पुटिङ द भ्यालु अफ x इन इक्वेसन सेकेन्ड। हेर त अब x को भ्यालु राख्छु इक्वेसन 1 बाट x को भ्यालु राख्छु। त x को ठाउँमा के राख्ने 3 plus y x को ठाउँमा के भइहाल्छ 3 plus y किनभने y उता जान्छ। यो x को ठाउँमा भयो y को y इज इक्वल टू 180 छँदैछ। अब हेर यो 3y प्लस y स्क्वायर माइनस 180 इज इक्वल टू 0। अब यसलाई अरेन्ज गर्दाखेरि भयो y स्क्वायर प्लस 3y माइनस 180 इज इक्वल टू 0। अब यसलाई गर्नु छ। हेर यसलाई कसरी गर्ने पुर्याउनु छ 3 लाई दुईटा पार्टमा ब्रेकडाउन गर्नु छ 180। त 180 को यहाँ फ्याक्टराइज गर्ने 180 लाई 2 ले गरेपछि 90 2 ले गरेपछि 45 3 ले गरेपछि 15। ल यतिले मिलिरहेछ। यो 15 र यो 3 2 2 जा 4 4 3 जा 12। त हेर त यो भयो y स्क्वायर प्लस यसको ठाउँमा 3y को ठाउँमा लेख्न सक्छु 15 माइनस 12y। हेर त यो 3 भयो र 15 into 12 गरेपछि 180 पनि भयो। माइनस 180 इज इक्वल टू 0। अब यहाँबाट यो y स्क्वायर प्लस 15y माइनस 12y माइनस 180 इज इक्वल टू 0। ठीक छ। अब यता हेर्नु यहाँ y कमन लिएपछि y प्लस 15 बच्यो। ल हेर यहाँ y कमन लिएपछि y प्लस 15 बच्यो र यहाँ हेर यहाँ माइनस 12 कमन लिएपछि यसमा पनि 12 यसमा पनि माइनस 12 कमन लिएपछि y प्लस 15 बच्यो। माइनस 12 कमन लिएपछि y प्लस 15 बच्यो इज इक्वल टू 0। त अब हेर त यो y प्लस 15 दुईटैमा छ तान्देऊ। यहाँ बच्यो के y माइनस 12 इज इक्वल टू 0। आइदर और गर आइदर y प्लस 15 इज इक्वल टू 0 होला या और y माइनस 12 इज इक्वल टू 0 होला। तो यहाँबाट y को भ्यालु कति आइरहेछ माइनस 15। यहाँबाट y को भ्यालु कति आयो 12 इज इक्वल टू 0।
तर एज कहिले पनि नेगेटिभ हुन सक्दैन। यसलाई रिजेक्ट गरिदेऊ, यहीँ रिजेक्टेड, किनभने एज नेगेटिभ हुँदैन। अब लेख व्हेन y इज इक्वल टू 12, जब y 12 छ भने देन x इज इक्वल टू कति होला हेर त। y 12 भयो भने यसमा राख त, यसमा चाहिँ यसमा कुनैमा राख त। y को भ्यालु 12 राख्यो भने उता जान्छ भने प्लस भइहाल्छ, या यसमै राखेपछि कति भइहाल्छ, y x को भ्यालु कति भइहाल्छ 15 भइहाल्छ। त x when y is equal to 12 then x is equal to 15। तो यही लिखने hence the age of younger sister is 15 years and elder sister हो, यो younger होइन elder हो। elder sister is 15 and younger sister is 12। यही भयो आन्सर। यसपछि 16 नम्बर हेर्नुहोस्। ल हेर्नुहोस् 16 को ए नम्बरमा के भनेछ, द प्रेजेन्ट एज अफ फादर एन्ड हिज सन इज 40 इयर्स। प्रेजेन्ट एज अहिलेको फादरको 40 इयर्स एन्ड सनको 13 इयर्स रेस्पेक्टली छ भने फाइन्ड हाउ मेनी इयर्स एगो, कति साल पहिला द प्रोडक्ट अफ देयर एज वाज 198 भनिरहेछ। कति साल पहिला तिनीहरूको एजको प्रोडक्ट 198 थियो। तो यहाँ के लेट गर्ने त लेट गर, लेट x years ago the product of their age was 198। मैले के लेट गरेँ कि x वर्ष पहिला तिनीहरूको एजको प्रोडक्ट 198 थियो। मलाई त्यो इयर थाहा छैन, त्यसैले म x वर्ष पहिला लेट गरेँ। अब हेर त यहाँ अकॉर्डिंग टू क्वेश्चन के भइहाल्छ कि तिनीहरूको प्रोडक्टको एजको प्रोडक्ट 198 हो। x वर्ष पहिला फादरको एज कति होला त अहिले कति छ, अहिले छ 40। त x वर्ष पहिला x 40 माइनस x होला, यही होला नि। बुवा को एज x वर्ष पहिला कति होला, जबकि अहिलेको एज 40 छ भने x वर्ष पहिलाको एज 40 माइनस x हो। त्यस्तै अब सनको एज कति होला, 13 अहिले छ भने अहिले 13 छ भने पहिला कति होला 13 माइनस x वर्ष पहिला दुइटैको एज त x ले कम हुन्छ नि। ल यही भयो। अब भनिरहेको छ यसलाई अब सोल्भ गरेपछि x को भ्यालु आइहाल्छ। ल हेर यसलाई सोल्भ गर्दाखेरि यो 14 into 30 गर्ने कति भइहाल्छ, यो भयो 120 र 520 भयो। एकछिन चेक गर्न त। ल यहाँ क्याल्कुलेटरमा हेर्ने कति छ 40 into 13 520 माइनस र त यो 40x माइनस 40x माइनस 30x 13x र यो माइनस माइनस प्लस x स्क्वायर इज इक्वल टू 198 भयो। अब यो भयो तपाईलाई पहिला यो x स्क्वायर वाला टर्म लेख, माइनस 4 र माइनस 30 यो 40 हो, यो 40 हो मिस्टेकले 4 ले। तो यो भयो माइनस 40x र माइनस 30 कति भइहाल्छ माइनस 53x कति भयो। अब यो 520 र उता आएपछि 198 घट्छ। त यो 520 यता पोजिटिभमा छ, माइनस 198 घट्छ 322 प्लस 322 इज इक्वल टू 0 आयो। अब यो क्वाड्रेटिकमा गयो स्ट्यान्डर्ड इक्वेसन। त क्वाड्रेटिकमा गएपछि अब हेर यो 322 लाई फ्याक्टराइज गरेर यो 50 लाई बनाउनु छ। त हेर त यहाँ 322 लाई म गर्छु भने 2 ले गर्छु भने कति भइहाल्छ 161 र 161 मा
161 में के डिवाइड जान्छ 161 में डिवाइड 3 ले जाँदैन 2 ले जाँदैन 4 ले जाँदैन 5 ले पनि जाँदैन 6 ले जाँदैन 7 ले जान्छ ल 7 ले गएपछि यो भयो 23 ल अब यतिकै रहन दे त यो 9 भइहाल्छ यो 14 भयो 15 एकछिन मिलाउन देऊ यो 23 में पनि केहीले जाँदैन त्यसलाई कसरी गर्ने यो ल यहाँ रहता यो 25 माइनस 7 25 हैन जोडेपछि यो 23 छ 23 टू जा कति भयो 46 प्लस 7 गरेपछि यो भयो 3 र 53 ल मिल्यो र 46 इंटू 7 गरेपछि 46 इंटू 7 गरेपछि 322 ल र 46 इंटू 7 गरेपछि 322 र 46 प्लस 7 गरेपछि 53 त यो x स्क्वायर को x स्क्वायर माइनस 53 को ठाउँमा के लेख्ने 46 प्लस 7 x को x प्लस 322 को 22 इज इक्वल टू 0 यो रफ थियो ल अब यसपछि के गर्ने यो x स्क्वायर को x स्क्वायर माइनस 46x माइनस 7x प्लस 322 इज इक्वल टू 0 ल अब हेर त यो यहाँबाट x कमन लिएपछि x माइनस 46 भइहाल्छ र अर्को यहाँ हेर त यहाँ 7 कमन लिएपछि x माइनस 46 भइहाल्छ इज इक्वल टू 0 त एउटा भयो x माइनस 46 र बच्यो के x माइनस 7 इज इक्वल टू 0 और र त आइदर और गर्ने आइदर x माइनस 46 इज इक्वल टू 0 और x माइनस 7 इज इक्वल टू 0 देयरफोर यहाँबाट x को भ्यालु कति आयो 46 र यहाँबाट x को भ्यालु कति आयो 7 र कुन हुन्छ एन्सर हेर त अहिले एज कति छ अहिले बुवाको एज छ 40 र छोरोको एज छ 13 46 वर्ष पहिला न बुवा हुन्छ न छोरा त यो कुरा त रिजेक्टेड भयो यानी कि भ्यालिड कुन छ यो 7 त तल लेख्ने हेन्स द प्रेजेंट यहाँ भनिरहेको छ हेन्स 7 years ago the product of their age of their age was 198 यही हुन्छ ल र किन रिजेक्टेड भयो किनभने यो सेटिस्फाई गरेन यानी कि 46 वर्ष पहिला न छोरा थियो न बोगा थियो भने कसरी यसलाई मान्ने त्यसैले यहाँ 7 राइट एन्सर भयो यस्तै 16 को बी नम्बर हेर्नुहोस् 16 को बी नम्बरमा भनिरहेछ द प्रेजेंट एज अफ मदर एन्ड हर डाउटर इज 34 इयर्स एन्ड 4 इयर्स आमाको एज अहिलेको 34 इयर्स छ र छोरीको एज अहिलेको 4 इयर्स छ फाइन्ड हाउ मेनी इयर्स लेटर कति वर्ष पछि तिनीहरूको एजको प्रोडक्ट 400 हुन सक्छ 400 हुन्छ ठीक छ त यो पनि त्यस्तै हो त्यहाँ घटाउने त्यहाँ किनभने अगो भने थियो पहिला भने थियो कति वर्ष पहिला यहाँ कति वर्ष पछि भनिरहेछ हाउ मेनी इयर्स लेटर त्यसमा जोड्ने ठीक छ बस त्यतिकै फरक हो यहाँ लेखेर त सी नम्बरमा धरे भनिरहेछ द प्रेजेंट एज अफ फादर एन्ड हिज सन इज दिस फाइन्ड हाउ मेनी इयर्स लेटर यो पनि सेम हो बी नम्बर जस्तै यो सी नम्बर प्रोडक्ट विल बी दिस र यो सी नम्बरमा गरिदिरहेको छु डी नम्बर त्यसपछि हेर्ने ल एकछिन ल हेर्नुहोस् यहाँ 16 नम्बरमा भनिरहेछ द प्रेजेंट एज अफ फादर एन्ड हिज सन इज 35 इयर्स एन्ड 1 इयर अहिलेको एज बुवाको 35 वर्ष र छोराको 1 वर्ष छ भने हाउ मेनी इयर्स लेटर भनिरहेछ फाइन्ड हाउ मेनी इयर्स लेटर द प्रोडक्ट अफ देयर एज विल बी 240
कति वर्ष पछि तिनीहरूको एजको प्रोडक्ट 240 हुन्छ। त यहाँ गएर लेट x years ago, x years later, ago होइन, x years later the product of their age, the product of their age will be, product of their age will be 240। ल हेर त अब according to question हेर त के भइहाल्छ, अहिलेको एज कति छ, पर्सेन्टेज 35 छ भने यक्स वर्ष पछि बुवाको एज कति भइहाल्छ, यक्स वर्ष पछि यक्स जोडिहाल्ने, अनि कि 2 वर्ष पछि 2 साल बढी हुन्छ भने यक्स वर्ष पछि 2 यक्स वर्ष पछि हो यक्स जोड्ने। त्यस्तै छोरोको एज अहिले 1 इयर छ भने यसको पनि यक्स वर्ष पहिला यक्स प्लस 1 प्लस यक्स भइहाल्छ, यसको एज इज इक्वल टु 240। बुझ्नुभयो। अब त्यसपछि हेर यसलाई यसलाई मल्टिप्लाई गराउने, 35 1 जा 35, यो 35 यक्स यो आफैले गर म एकैचोटि गरिरहेको छु, 36 यक्स र प्लस यक्स स्क्वायर इज इक्वल टु 240। अब हेर त यसलाई म अरेन्ज गर्छु त यसलाई यक्स स्क्वायरलाई पहिला लेख्छु प्लस 36 यक्स प्लस 35 र यसलाई माइनस 240 इज इक्वल टु 0 गरिदिन्छु। अब भयो यो यक्स स्क्वायर प्लस 36 यक्स र यहाँ माइनस कति भइहाल्छ 105, किनभने 35 घटिरह 205 भइहाल्छ, 205 यो 240 छ त्यसैले ल इक्वल टु 0। अब यसलाई गर्ने 205 लाई के गर्ने फ्याक्टराइज गरेर निकाल्ने भ्यालु त्यसको कति आउँछ। ल हेर म निकालिरहेको छु, यो 205 लाई यता लेख, 5 ले गर, यो 45 आयो, 3 ले गरेपछि कति आयो 15 र 3 ले गरेपछि 5 यति आयो। अब यसलाई कति पुर्याउनु छ 36 दुईटा पार्टमा गरेर, त हेर त यो भइहाल्छ 8 अनि 8 15 कति भइहाल्छ एकछिन, यो भयो 9 5 जा 45 माइनस 5। ल हेर 3 3 जा 9 9 5 जा 45, त यो एक्स स्क्वायर प्लस 36 को ठाउँमा 45 माइनस एकछिन यसलाई गर्दाखेरि 205 लाई गर्दाखेरि 5 सँग गयो भने 41 भयो, यहाँ 41, त यो 41 माट 5 घटाऊ, यहाँ मिस्टेक भयो थियो हेर्नुस् मिलाउने, यहाँ 41 माइनस 5 माइनस 205 इज इक्वल टु 0। त अब यो भयो एक्स स्क्वायर प्लस 41 एक्स माइनस 5 एक्स माइनस 205 इज इक्वल टु दिस। ठिक छ। अब आएर त यहाँ एक्स कमन लिन्छु भने के बच्यो एक्स प्लस 41 र माइनस 5 यहाँ कमन लिन्छु भने एक्स प्लस 41 इज इक्वल टु 0। त अब यहाँ एक्स प्लस 41 नै कमन लिहाल्छु भने के बच्यो एक्स माइनस 5 इज इक्वल टु 0। यहाँबाट आइदर और गर, आइदर एक्स प्लस 41 इज इक्वल टु 0 ओवर एक्स माइनस 5 इज इक्वल टु 0। देयरफोर यहाँबाट एक्स को भ्यालु कति आइरहेछ माइनस 41 र यहाँबाट एक्स को भ्यालु कति आइरहेछ 5। यो भ्यालु त रिजेक्टेड भइहाल्छ किनभने माइनस 41 इयर्स पछि थोरै आउँछ, त्यसैले रिजेक्टेड भयो। अब एक्स को भ्यालु कति आएछ 5, त यहाँ लेख्ने हेन्स 5 years later the product of their age will be 240। यही थियो क्वेश्चन। ल अब रह्यो बचेको डी नंबर। डी नंबर में हेर त
16 को डी में के बनिरहेछ भने द प्रेजेंट एज of husband and wife is 35 years and 27 years. How many years ago the product of their age was 425? भनिरहेछ कि कति वर्ष पहिला तिनीहरूको एजको प्रोडक्ट हेर यहाँ वाज भनिदिन्छ भने बुझ्ने पछि घटाउने कुरा हो, विल बी भनिदियो भने जोड्ने कुरा, यो पनि एउटा नोटिस गर्ने पोइन्ट हो। कति वर्ष पहिला तिनीहरूको एजको प्रोडक्ट 425 थियो। यो सेम ए नम्बर भनेको डी नम्बर जस्तै हो, डी नम्बर भनेको ए नम्बर जस्तै हो र बी नम्बर भनेको सी नम्बर जस्तै हो। म ए र सी गरिदिएको छु, यो दुईटा आफैले गर्नु होला।